हेलो साथीहरू, हिजोको भिडियो खोइ भनेर चाहिँ नसोध्नु होला। म हिजो काम गर्न गइरहेको थिएँ, धान लिन गइरहेको थिएँ। अनि आज आइपुगेर यहाँनिर यति 1200 किलो 30 मन 1200 किलो धान ल्याएर अनि बसेको गलेर हात खुट्टा दुखेर पेदु भइरहेछु। तर पनि अब हिजो त हालिनँ भिडियो, आज चाहिँ हाल्नु पर्यो भनेर अनि भिडियो हालेको होइन। अनि त्यहाँदेखि भिडियो त हालेँ अनि आज चाहिँ मावलका आमालाई भनेर चाँदीको बाला किन्न गएको थियौँ। अनि किनेर आयौँ, अहिले किनेर आएको। धान चाहिँ ल्याइसकेको अघि हो। अनि अहिले किनेर लिएर आएको। कति पर्यो भने 10,000 पर्यो 2 तोला 5 आनालाई 10,000। अनि तोलाको चाहिँ 4100 कि कति थियो, मैले याद गरिनँ। जे होस् त्यति नै थियो। अनि आएर कपडा धोरै सुकाएर यस्तै छ। अनि आज चाहिँ कोही आउँदै हुनुहुन्छ, तर आउनुहुन्छ कि हुन्न थाहा चाहिँ छैन। तर पनि आउँदै हुनुहुन्छ को भनेर चाहिँ भन्दिनँ। यस्तै छ आजको ब्लग, केही थिएन र यति नै हालेँ। ए होइन, एउटा कुरो भन्नु छ। मम्मीले मेरो अर्को पुरानो फोन आफू राखेर यो फोन मलाई दिनुभयो। यो फोन आजदेखि मेरो हो, तँ त्यसबाट भिडियो पनि बनाउँछस्, तँ चला, म अर्को चलाउँछु भन्नु हो। त्यही भएर यो फोन मेरो हो अबदेखि। आहा, यो फोन मेरो। त्यही छ साथीहरू, ल बाई बाई।